पूर्व गृह मन्त्री सुदन गुरुङ अर्थात् माननीय सुदन गुरुङ फेरि गृह मन्त्री बन्ने बित्तिकै 4 वटा बोल्ड डिसिजन गरेका छन्। आज विशेष गरी हामीले लगभग 4 वटा निर्णय गरेका छौँ। इट्स भेरी सिरियस र म हजुरलाई आज पढेर सुनाउनेवाला छु। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने पहिलो। दोस्रो, विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम SIVT गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्युरोमा रहेका जघन्य आर्थिक सङ्गठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टिम गठन गर्ने। हरेक फाइल खोलिन्छ अब। थ्याङ्क यू सो मच। यी 4 वटा निर्णयहरू सही छन्, तर यी मध्येका एउटा निर्णय 2058 साल जेठ 19 गते नारायण हिटी दरबारमा भएको हत्याकाण्डलाई धेरै समिति र आयोगहरू बन्यो, तर कसले हत्या गर्यो कसले गरायो भनेर कसैले पनि साबित र प्रमाणित गर्न सकेनन् र यो हाम्रो नेपालको दुर्भाग्य हो। जनतालाई माया गर्ने, देशलाई अगाडि बढाउने हाम्रो पूर्व राजा वीरेन्द्र शाहलाई र उहाँको परिवारलाई जसरी हत्या गरिएको थियो, यति जाँचबुझ आयोग समिति गठन भए तर कसैले पनि कसले गरेको भनेर कोहीले पनि भनेनन्। मात्र छानबिन नै भयो, मात्र छानबिनमा नै समितिहरू व्यस्त भए, तर कसले गर्यो भनेर कसैले पनि अहिलेसम्म ती हत्याराहरूलाई बाहिर निकाल्न सकेनन्। र अहिले बालेन सरकारका गृहमन्त्री सुदन गुरुङले यो निर्णय गर्नु भएकोमा उहाँलाई समर्थन छ र अध्ययन गरेर र त्यसमा को संलग्न छन्, कसले गरेको हो, त्यस्ता हत्याराहरूलाई समात्नु पर्छ र पूर्व राजा समेत परिवारहरूलाई र हामी नेपाली जनताको आन मान शानको सँगै सबै नेपालीको यही माग हो भनेर हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङलाई आग्रह छ। जय मधेस, जय नेपाल।